मर्निङ सो आज चाहिँ रेस्टै अब त्यस्तो जिमी सिमी गइँदैन बन्द पनि हुन्छ नि त त्यही पनि रेस्ट पनि चाहिहाल्यो आज चाहिँ बिहान बिहान उत्तरतिर जानु लाग्दैछ यसो हिँड्दा नि कस्तो चाकर दुखिरह्यो भने खुट्टाहरू अब हुन त त्यस्तो विधि यत्रो वेट त उचाल्ले त थिएन तर त्यही भएर यस्तो खतरा दुखिराख्यो झन् अब उता पुगेपछि भेटौँला ए लङ भिडियो हिजोतिर आएन भन्दै थियो त्यस्तो चाहिँ किनभने बिहाको बेला मात्र हाल्छ लङ भिडियो चाहिँ अरू बेला हाल्दिनँ सो आज अनबिलिभेबल मुमेन्ट भइरहेको छ हिजोसम्म गाडी बस अरूले चलाएको बसमा चढ्दा नि बमिट हुने मान्छेले कार चलाइरहेको कार चलाइरहेको छ सो म यहाँ पछाडि बस्दैछु कस्तो भइरहेको होला म भित्र म त कस्तो भइरहेको क्या त्यो हुन्छ नि त अब फिल त्यो एक्सप्रेस चाहिँ बनाइरहेको छैन सो अब त्यही हो यसले चलाइरह यतिको ठिकै चलाउँदो रहेछ कति 5 दिन 1 हप्तामा लाग्यो होला 5 दिन भयो यसले सिक्न थाले जे होस् मैले एकदमै राम्रो सिकाएको छु यसलाई ल ठिकै चलाइरह अरू भने त्यस्तै हो हामी अहिले एकछिनपछि भेटौँला त्यतिन्जेल आजको दिन यस्तो अचम्मको भयो कि यस्तो अचम्मको जुन म भन्नै सक्दिनँ लेग वर्कआउट गरेर यस्तो दुखिरहेको नि त्यही माथि अब त्यो पहिलाको रुमभन्दा ठिकै छ तर त्यहाँ पानी कमाउँदैछ हेर चेन्ज गरौँ भनेर यस्तो रुम खोज्न हिँडेँ यस्तो कालो कहिले के डुलाइरहेछ अब अहिले रात परेछ रुम सुम्नी भेटेन भने जस्तो त्यस्तो पानी सानी पनि पाएन अनि अहिले अब टुसल चौर कि के अरे हो त्यही चौर के भन्ने ठाउँमा चढ्दैछ सिँढी अब हेरौँ कस्तो ठाउँ रहेछ यो बाबा दुईजनालाई म घुमाइदिन्छु अब यो ठाउँ आया कस्तो दुई अच्छा अब त्यहाँ सिधै माथि त्यहाँ पुगेपछि कस्तो रहेछ भनेर देखाइदिन्छु म आया यस्तो रहेछ यस्तो गुम्बा जस्तो ठिङ्रिङ्गा एउटा अनि अहिले पनि साथीहरू नि होला यहाँतिर कस्तो दुख्या छ्या खुट्टा त अब यहाँ ग्राउन्ड रहेछ म खेलिदिउँ कि खेलाइदिउँ अब यसो खाजा खाना लाग्यो पिपल डाँडा क्याफे भन्नेमा छिरेको मोमो भनेको 1 घन्टामा लाग्यो डिसहरू चाहिँ त्यस्तो रहेछ मोमो खाएर आयो अब त्यति साह्रो नमिठो पनि थिएन ठिकै थियो मिठो पनि थिएन सो अब यहाँ चाहिँ स्केट भन्ने ठाउँमा चाहिँ अब खेल्ने त त्यस्तै हो त्यो गुच्चा खेल्नेहरू छ यहाँ अब स्केट खेल्ने त त्यस्तै हो अब हेर्ने मात्रै ल देखाइदिउँ न त अलिअलि कति पर्छ एकचोटि खेल्ने टाइममा हो कि कस्तो जानु मिल्छ यतिकै नि मिल्यो नि यस्तो भित्रतिर त हिँड्दै यसो कानमा ठुसायो गाइस होइन यसो अब रुम कुदाइ पाएन पो अब फिल्महरूको पनि एक्सपिरियन्स छैन त कस्तो हुन्छ के हुन्छ पत्तो छैन यो गाउँबाट गाउँहरूलाई अनि यसो फिल्म हलतिर गएर जारी टु हो कि के भन्ने फिल्म चल्दैछ अरे अब त्यो फिल्म हेर्ने कुरा छ अब यस्तो हेर्दै जाउँ के हुन्छ लेट्स सी हतारमा हिँड्दैछ केटाहरू के भन्छ अब 5:30सम्म छिर्यो भने त छिरिहाल्यो नत्र छिर्न नमिल्ने भन्ने कुरा जस्तो छ नि त त्यही भएर ल हामी उता बगेपछि भेटौँ ल टिकट छैन रे सबै फुल रे 8 बजेको हेऱ्यो भइहाल्यो नि अनुहार यत्रो कुदेर आएको पसिना टिकट चाहिँ अहिले लिइराख्न मिल्दैन टिकट अहिले लिन मिल्छ अनि लिइराख अनि बोले पक्कै सुन्दैन होला टुडुम किस
टिकट चाहिँ यस्तो हुँदो रहेछ पहिलोचोटि देख्दैछु यो गवारले सो अब अहिले हामी 8 बजेतिर आउनुपर्छ त्यही भएर अब हामी एकछिन बस्छौँ अनि फिल्म हेर्न आउने छौँ त्यतिन्जेल वेलकम टु माई ब्लग गाइड्स इट्स मी रुपेश तामाङ मेरो एकछिन मेरो राइट ह्यान्ड मेरो लेफ्ट ह्यान्ड सबै फास्टफुडहरू मात्रै खाँचिँदैछ त्यसको इफेक्ट फेरि पुरा अब यहाँ अनुहारमा देख्छ घर अब हुनु त घरबाट आएदेखि न पानी मिलिरह न बिहान उठ्ने न सुत्ने केही मिलिरहेन होइन अब इफेक्ट जति सब अनुहारमा देख्छ कि मेरो चाहिँ फेरि 20 मिनट बाँकी छ अझै बित्कर लाइनमा बस्यौँ हामी त्यही भएर त्यो केटी नआएर रहेछ हेरौँ लेट्स सी मेरो सिट साइडमा कुन चाहिँ केटी पर्दो रहेछ हेरौँ है ल यस्तो हलमा इन्ट्री भइसक्यो हाम्रो यस्तो हुने रहेछ मुनतिर नि यस्तो ल फिल्म देखाउने चाहिँ यहाँ पक्कै भयो नि गीत सिट बज्दैछ यही यति कार्पेट नै हो यो बार कोरियन छ र मेरो विगत 35 वर्षदेखि तपाईँको जीवनलाई खुसी र रङ्गीन बनाउँदै आइरहेको नेपालकै मलाई डर लाग्यो अब यस्तो रेकर्ड नगरौँ अहिले अब चाहिँ हाम्रो चाहिँ ब्रेक भइरहेको छ केटा गाइड्स यहाँ हाम्रो सिम्पल कहाँ गएर ठ्याप्प कहाँ गयो फिल्मको हाफ टाइम अब फिल्म हेरिहालेँ फिल्म अब जे होस् मलाई चाहिँ कस्तो लाग्यो भने फर्स्ट हाफसम्म चाहिँ दामी थियो फिल्ममा एकदम दामी पम्ची लाइनहरू थियो एकदम डाइली गर्ने एकदम मजाको थियो क्या हल्का यो जे भयो नि अनि त्यो हाफ पछितिरदेखि चाहिँ के हो मलाई चाहिँ ठिक लाग्यो ठिकै थियो तर त्यस्तो राम्रो लागेन कि एन्डिङ पनि त्यस्तै भयो फर्स्ट इम्प्रेसन चाहिँ एकदम दामी थियो सो यो मुभीबाट चाहिँ के सिक्यो भने अब हुन्छ नि त अब गल्ती सबमा हुनसक्छ अब कहिलेकाहीँ आफू झुक्नु पनि पर्ने हुन्छ भन्ने जस्तो टाइपकोहरू त्यस्तो रहेछ मेन चाहिँ के भन्छ भने यो फिल्म चाहिँ म सबै जस्तै कि अब सबैलाई हेर्न भन्छु अब कुनै अब फिल्म प्रमोसन गर्न खोजेको त होइन अब त्यो आफूलाई ठिक लाग्यो भएर यहाँबाट चाहिँ धेरै कुरो सिक्न पाइँदो रहेछ कि अब हाम्रो झगडा किन हुन्छ झगडाको कारणहरू केले हुन्छ जस्तो अब लाइफमा बुढाबुढीको के कुरासुरा नमिल्नेको कारण कस्तो हुन्छ त्यस्तो टाइपको हल्का पुरा सिकाउनु खोजेको कुराहरू जस्तो छ सो बाई गुड नाइट अब भोलि हामी अब त्यस डेमा भेटौँला अब लङ भिडियो नआउनु पनि सक्छ अब आज सर्ट भिडियो बनाएन लेट्स यिनीहरू त्यहाँ पर पुगिसकेपछि फेरि मैले छोडिराख्लाई म बन्द गरेँ